एकछिनमा हुन्छ दाजु हेर्दा पनि हुन्छ अलिकति गयो केही छैन यहाँ देखिँदैन हाम्रो प्रार्थना शिशहरू कता कता हुनुहुन्छ कसको बर्थडे छ त हेलो एभ्रिवान वेलकम टु माई लाइभ सबैजना रेखा फ्यान्सलाई रेखा दिदी फ्यान्स नेपाली फुटबल फ्यान्सलाई यो भिडियो सेयर गर्नु होला आज हामी रेखा दिदीको बर्थडे मनाउन गइरहेछौँ अनएक्सपेक्टेड मतलब पल्सर स्पोर्ट्स अवार्ड जितेको भए अझ धेरै राम्रो हुन्थ्यो हैन जितेन केही छैन अब एउटाबाट उयो भयो भन्दैमा हामी निराश हुनु मिल्दैन आज स्पेशल रेखा दिदीको बर्थडे भएकोले सबैजना प्लिज गाइस मेरो यहाँ आउनुपर्ने मान्छेहरू पनि आउनु भएको छैन सबैजनालाई इन्भाइट गर्नु होला हिमाल सुनारी भन्नुभएको छ यस कङ्ग्रेचुलेसन्स हिमाल सुनारी ब्रदर एन्ड भलिबल कहाँ सबैजनालाई ल एनएसजे पल्सर स्पोर्ट्स अवार्डको फाइनल पनि असिस्ट आए ओके कसले जित्यो दिदी हजुर हाम्रो भलिबलबाट लानुभयो हो कहाँ हुनुहुन्छ हौ आउनुपर्ने मान्छेहरू अब यहाँ हाम्रो काटकुट पारिहालौँ भनेको कहाँ भलिबल किङसँग जित्छ त भन्नुभएको छ ल ल ब्रदर राम्रो हो त जितेकोमा खुसियाली मनाउनु पर्छ कसैलाई गिराउनु हुँदैन है गिराउने कुरा या दिपाहरूको गेम हुँदैछ हेलो हाई ब्रदर वेलकम टु माई लाइभ हाला मड्रिड हो नि दिदी रेखा दिदीले अवार्ड जित्नु भएन साह्रै दुःख लाग्यो अफकोर्स त्यो कुरा यस्तो उस्तै हो कहाँ झऱ्यो फेरि हाई दिदी हेलो हेलो ओके दुःख बिसाउने काम अब बिस्तारै साइडमा राखौँ होइन दुःख सुख यस्तै हो अब बर्थडे चाहिँ हामी यहाँ केक काट्ने भनेर यहाँ सबैले मलाई बोलाएर उहाँहरू चाहिँ कहाँ गायब हुनुभयो बर्थडे विस रेखा दिदीलाई आगामी दिनमा शुभ रहोस् दाइलाई यहाँ वेलकम गर्दैछु हेलो हेलो वेलकम छ दाइ हजुरलाई असिस्टेन्ट यही छ ओके के छ खबर त्यस्तो राम्रो छैन ठिकै छ कता छ दिदी मलाई पनि दाइ म अहिले बुढानील कण्ठ छु ए रेखाको बर्थडे मनाउन लागि क्या आज हजुर हजुर लु सबैजना हाम्रो उयोहरू बिमु सिस्टरहरू प्रार्थना सिस्टरहरू कहाँ जानुभयो आउने भन्ने बित्तिकै ओहो विवेक दादा हजुर हजुर दिदीको बर्थडेमा केक नकाटेको अब अर्को पालिको साम्बा दिदीकोमा काट्ने हो कि आज त यहाँ एनएसजे पनि जितिन्छ बर्थडे पनि भनेर यस्तो भइरहेको त म यहाँ ल्यापटपमा रोलिन दिदी के अरे ल्यापटपमा दिपाको गेम हेर्दै रोलिन दिदीको लाइभमा बसिरहेको छु यहाँ 1-0 भयो ल एकछिन म यहाँ दाइलाई नमस्ते दाइ वेलकम छ हजुरलाई लाइभमा के कस्तो छ हजुरलाई खाना खानुभयो अस्ति पनि दाइ आउनु भएको थियो मैले यस्तो बोल्दा बोल्दै यति हल्ला आएर दाइले नै सुन्नु भएन होला सबिन दाइलाई मैले भनिरहेको छु हाम्रो दाइ हुनुहुन्छ आदरणीय रेस्पेक्टिभ सम्माननीय हाई हेलो प्रार्थना सिस र हाम्रो बिमु सिस कहाँ जानुभयो लु आइहालौँ भनेर मलाई चाहिँ पठाएर दुईजना गायब ल ल ल बर्थडे सेलिब्रेट गर्नु पर्यो ल आज रेखाको ल ल ल है ल
म नि कुर्दैछु है अहिलेको लागि गेम हेर्दैछु म चाहिँ पैसा कति गयो भन्नुभएको छ पैसा भनेको जान्छ आउँछ ब्रदर यसरी अर्कालाई मजाकको रूपमा लिएर चाहिँ त्यस्तो हाँस्दै स्टिकर नपठाउँदा उपयुक्त होला होइन अब सपोर्ट गरेको भए चाहिँ आफूलाई खल्लोपन हुन्थ्यो नि त अब हामीले सक्दो सपोर्ट गरेको नेपाली फुटबल फ्यान्सलाई यति सपोर्ट गरेको अनि हामीलाई पनि सन्तुष्ट फिल भइरहेछ कि अब नगरेको भए त मैले नगरेर भएन ला गरेको भए हुन्थ्यो कि भन्ने हुन्थ्यो नि त तर हामीले सक्दो सपोर्ट गर्दा गर्दै पनि हिमाल ब्रदरले जित्नु भएको छ त त्यो राम्रो कुरा हो पोजिटिभ वेले लिने हो यसरी अर्कालाई गिराएर या त्यो हुन्छ नि अलिकति तल्लो स्तरको कुराकानी चाहिँ नगरेकै बेस्ट किनभने नेपाली एथलिट्सको नै यो जितको कुरा हो होइन विदेशले लग्यो होइन भलिबलले लगेको यो हाम्रै नेपालको एउटा के भन्छ अरे प्लेयरको लागि राम्रो कुरा हो सो यसमा हामी खुसी पनि हुन सक्नुपर्छ र अर्काको दुःखमा त्यसरी हाँस्न पनि मिल्दैन भन्छु म चाहिँ है त साथीहरू त्यही नै हो त्यही त त्यहाँ अवार्ड दिन त्यो गइसक्यो होइन त्यहाँ कमेन्ट भरि झगडा गरेछ तिम्रो रेखा रे घरि के रे के भनेर झगडा गरेछ अरे गेम अब गेम भन्न आउँछ ऊ सकिसक्यो अब भयो त हामीलाई नेपालले जितेको हो सक्यो कुरा अब होइन बिमु सिस र हाम्रो प्रार्थना सिसलाई लाइभ सेयर गर्नु त मलाई पठाएर दुईजना त्यही त कमेन्ट भरि झगडा गरेछ बिमु सिस र प्रार्थना सिस छोडेर आउनु पर्यो यहाँ अगाडि जनताले पर्खिरहेछ यहाँ म मात्र अगाडि आएर टुवा परेर बसिरहेको छु लु इन्भाइट अब प्रार्थना सिस कहाँ हुनुहुन्छ फेरि आज लाइभ बन्द गरेर आउनु भन्नुभएको छ गेम अब यहाँ एउटामा त के भन्छ अरे हामीले हार खाए पनि मतलब जित हासिल गर्न नसक्यो वेलकम छ अब प्रार्थना सिसलाई सेयर गर्नुहोस् भन्दैमा हामीले जित त दुखाएर बर्थडे नै सेलिब्रेसन गर्न त नगर्नु त भएन सो ह्याप्पी हुनु होला फुटबल फ्यान्स कहाँ हुनुहुन्छ अन गर्नु क्यामेरा कता थोरै चाहिँ मन एकैछिन है म यहाँ सेयर गर्दैछु ल अनि हाम्रो मन दुख्या छ भाइ उयोलाई पनि गर्नु त सपना तामाङ पाखरिनलाई पनि कता हुनुहुन्छ कहाँबाट गर्ने मलाई त आएन हौ सपना तामाङ पाखरिन अनि त्यसपछि सोनु लामाहरूलाई पनि गर्नु न सपना बहिनी आएको थियो त खोइ कहाँ गयो फेरि कुन सपना बहिनी मैले सपना तामाङ पाखरिन भने हो त्यो खोइ सपना के भन्ने तामाङ पाखरिन किन भन्नु पर्यो तामाङ त त्यो फुल भनेपछि मात्रै चिन्छ किनभने त्यहाँ उहाँको फुल छ नि त भएर हिमालय पो दिएको यहाँ विवेक दादा तपाईँको बहिनीलाई यहाँ फेरि घाँटीमा सोनु पुनहरूलाई पनि सोनु लामाले समात्योहरूलाई पनि गर्नु त रेखा फ्यान्स जति पनि हुनुहुन्छ सबैले यहाँ आउनु पर्यो के म यहाँ खाना रेखा दिदीको फ्यानहरू आउनु पर्यो है हजुर दाइ हाम्रो त भेटै भएन म त्यही बसिरहेको थिएँ दाइसँगै म फेरि रिसको झोकमा 2 गोल खायो अब के बसिरहनु भनेर उता गएको हजुरहरू यस्तै हुनुहुँदो रहेछ भन्ने कुरा मैले थाहा पाइसकेको चुप्प लागेर बसेको मात्रै हो दाइ म सुगमसँग उता सुगमबाट गयो अनि त्यसपछि अनि उतै बस्यो अनि भिआइपीमा गएर बस्यो नेक्स्ट टाइम भेट्नु ओ माय गॉड खोइ हो छिटो न रेखा दिदी होला हैन बिमु सिस्टर हजुरको उयो के भन्छ ल मैले सेयर गर्दैछु सोनु लामा बर्थडे सेलिब्रेट गरौँ भनेपछि सपना तामाङ अनि को पो हुनुहुन्छ सबैले जोइन गर्नु त रेखा फ्यान्सलाई नेपाली फुटबल फ्यान्स के भयो आज के भयो सिस फुटबल रेखा पौडेल र भलिबल हिमाल सुनारी बीच ब्याटल हुँदाखेरि भलिबलबाट हिमाल सुनारी ब्रदरले चाहिँ एनएसएफ पल्सर स्पोर्ट्स अवार्डको टाइटल जित्न सफल हुनुभएको छ विनर हुनुभएको छ म यहाँ मसँग हाल्दा मैले प्रार्थनालाई त लाइभ सेयर गरेको छु कङ्ग्रेचुलेसन्स हिमाल सुनारी ब्रदर भन्नुभएको छ यस कङ्ग्रेचुलेसन्स हिमाल हो नि सबैलाई इक्वली रिस्पेक्ट छ हाम्रो फुटबल फ्यान भए पनि सबै हाम्रो नेपालीको हुनु हो ल विवेक दादा झर्नु भएछ के गइसक्यो यहाँ हेलो गाइज यहाँ हेर्नु होला ओ वाउ वाउ रेखा दिदीको लागि केकहरू आएछ त दुईटा ल बधाई छ
ल अब उयो के अरे अरू खोइ खोइ कोही हुनुहुन्न मैले कहाँबाट निकाल्नु केक बर्थडे केक हो बर्थडे केक आज घरमै बनाउनु भएको हो किनेको नि कहाँ बनाउन आउनु त होइन 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 त। दिदीको कस्तो घरमै बनाए जस्तो देखेको किनेको हो उहाँ झन् ड्युटी बिचरा छुट्टी बसेर आजको दिन पुरै उयो गरेर वाउ सो स्विट कोही आउनुहुन्न त किन होला अहिले म त काटी पो हाल्छु सबै एक्सेप्ट गर्नुहोस् न प्लिज दिदी ओके सपना उयोलाई चाहिँ पठाउनु भनेको क्या सपना तामाङ पाखरिन चिन्नुहुन्छ बिमुसिस मसँग आउनुहुन्न मसँग म उहाँको भिडियोहरू लाइक त गरिरहेको हुन्छु कहाँबाट मैले चाहिँ पठाउनु यहाँ रोलिन दिदी दिपाहरूको टिमको भर्खर अर्को गोल भयो वाउ गुड एहे ल 2 गोल भयो ल ल बधाई छ यहाँ रहेछ के ल मैले सेयर गरेँ ल ड्याङ्की ड्याङ अब दुईजनालाई त आउनु पर्यो छिटो छिटो सबैजना ए प्रार्थना सिसलाई खोइ प्रार्थना सिसलाई मैले लाइभ सेयर गरेको छु उहाँलाई धन्यवाद अनि आइहाल्ने ल भनेर अनि मलाई चाहिँ पठाउनु भयो बिचरा उहाँलाई अलिकति हेल्थ प्रब्लम पनि छ घाँटीमा अनि सन्चो छैन भन्नु राजशाही स्टार्स फुटबल क्लब भर्सेस बीकेएसपी फुटबल के हो यो ल सबैजना आउनु होला अब म यहाँ रेखा दिदीको बर्थडे मनाउन गइरहेको छु होइन एनएसजेएफ हामीले नजिते पनि के भयो त बर्थडे भनेको स्पेसल डे हो जुन चाहिँ हामीले सेलिब्रेसन गर्नै पर्छ यहाँ राखिदिन्छु ल काउन्टडाउन गरेर सबैले ह्यापी बर्थडे भन्ने है त साथीहरू अब एनएसजेएफ हार्यो भन्दैमा हामी सपना बहिनीले रिक्वेस्ट एक्सेप्ट गर्नु रे दिदी ल हजुरको केक खोइ एकछिनै रेखा दिदी फ्यान सबैलाई सेयर गर्नु भनेको ल सबैजना माथि आउनु त जो पनि हुनुहुन्छ हाम्रो फुटबल फ्यान्स ए बल्ल आउनु भएछ हाम्रो सपना सिस्टर अहिलेदेखि होइन हामीले बोलाएको हेलो सपना सिस हेलो दुईवटा खुसीले गर्दा मनाउने रमाइलो गर्ने त नसिबमै रहेनछ हाम्रो अब बर्थडे भए पनि रमाउनु पर्छ मनाउनु पर्छ ओके मलाई त निन्द्रा पनि लाग्दैन होला हौ आज त मलाई त रेखा दिदीले जब त्यो हिमाल सुनानी ब्रदरको नाम अनाउन्स भएपछिको उहाँको रियाक्सन देखेर मुटु चिउ चिउ भयो मैले त हेर्नै सकिनँ हौ ल अब को आउनु बाँकी छ प्रार्थना सिस प्रार्थना सिसलाई सेयर गर्नु न कसैले यार कहाँबाट पो गर्छ हौ म यहाँ ट्राई गर्दै पनि आउनु भएन स्टार्ट भनिसक्नु म यहाँ सबै मिनासितलाई गर्यो उयोलाई पनि गर्नु त सोनु लामा भन्नेहरू सिस्टरलाई पनि ल गर्नु त दिदी प्लिज एनएसए पल्सर स्पोर्ट्स अवार्डबाट हेर्नुहोस् न है यहाँ आज यस्तो धुम मचाउने डान्स गर्ने रमाइलो गर्ने सेलिब्रेसन गर्ने भनेको त सपनामै सीमित रह्यो त्यो एउटा उयस ज्याकी सिस वेलकम टु माई लाइफ त्यसरी हाँस्न पाइन्छ यहाँ मान्छेलाई मुटुमाथि ढुङ्गा राखेर यहाँ बर्थडे सेलिब्रेसन गर्न आएर छ हामी हिम्मत जुटाएर मुटुमाथि ढुङ्गा राखी हाँस्नु परेछ छैन यस्तो भयो मलाई त्यो ज्वरो नै आइसकेको छ अब त्यो कुराहरू गर्न थाल्यो भने यस्तो कुराहरू खोतालिन्छ पुरा के अरे घाउमा नुन छर्किने काम नगर अब नै त्यो भनेर त होइन मलाई त टन्सिलले नै ज्वरो आइरहेछ यार ए त्यो पनि हो ल रेखा फ्यान सबैजना होइन हौ म सधैँ हाँस्छु क्या ल हाँस्नै पर्छ आउनु है केक खानु सबैजना रेखा दिदीको बर्थडेको नाममा सबैले केक खानुपर्छ आउनु सबैजना ल है ल हामीले सबैले अब 1 2 3 मा अनि ह्यापी बर्थडे टु यु गर्नुपर्छ अनि एकछिन अझै पनि यहाँ रेखा फ्यान्स आउनु बाँकी हुनुहुन्छ 2-3 जना लास्ट एउटा बाँकी हुनुहुन्छ अब प्रार्थना सिस हाई हजुर सोनु पुन सिसहरूलाई एकचोटि सेयर गर्नु त कसलाई रे सोनु खोइ के ट्याटुवाला सिसहरूलाई क्या उनीहरू कहाँ छ यहाँ हामी रेडी हुनेलाई त्यति भएपछि हामी काटिहाल्ने ढिलो गर्ने होइन
सोनु पुन भन्ने सिस्टरले त काटिसक्यो केक हो र सबैजना यहीँ काटौँ भनेको हामी चाहिँ आया मैले सेयर चाहिँ गरेँ ल आउनु भयो भने ठिकै छ होइन भने हामी काटिहाल्ने कोही बात नै मलाई त के भेडाले पो तिमीलाई खोजिरहेछ जाऊ लाइभमा भन्दै नि त अहिले फोन गरेको आइपुग्नु भयो भनेको ऊ भर्खर भुइँमा गाडीको आवाज आइरहेछ तिमीलाई लाइभमा खोजिरहेछ भन्दै थियो रेखा दिदीसँग प्रोफाइल हुने मैले सबै एड गरिसकेँ भर्यो पनि अब त काटौँ भर्यो खाता खाता ल ल आयो है आयो ल 1 भर्यो भनेको 112 जना हुनुहुन्छ सबैजनाले ह्यापी बर्थडे भन्नु भयो त एकैचोटि ल 1 यस 1 2 3 3 2 1 भन्नु न ल 3 2 तिम्रो क्यान्डल किधर गया क्यान्डल नबाल्ने के म्युट अन गर्नु त सबैजना अनि ह्यापी बर्थडे भन्ने एउटै स्वरमा ल सपना सिस दोङस्या आरआर सबै म्युट अन गर्नुहोस् त ल रेडी माथिको आरपी छैन है 2 आरपी मन्जु एकछिन 3 नो आरपी मन्जु प्लिज अन गर्नुहोस् त एकछिन ल्याऊ एकछिन ल नाइटिका सिस म्युट अन गर्नु त ल छिटो न साथीहरु म्युट अन सबैजना ल 3 2 2 1 go Happy birthday to you. Happy Happy birthday to you. Happy birthday, dear Rekha. Happy Happy birthday. to you. Happy birthday, Rekha Didi. We love you. एनएसए पल्सर स्पोर्ट्स नजितेर के भयो त सात र सब हारे पनि अलवेज के अलवेज अलवेज ल धेरै हामी सपोर्ट गर्नलाई हरदम तयार छौं ल क्यान्डल उहाँ बाल्नु परेन ल हो दिदी लेखाछ है त ल अब के गर्ने काट्ने त ल म त क्यान्डल त नबाल्ने ल ल काट्नु काटेको बाली काटे है ल काटु हस् 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 काट्नु बाली happy birthday Happy birthday to you. पोखरामा भएको भाइले पाउनुहुन्छ म यहाँ त कसलाई खुवाउने हो happy birthday धेरै धेरै शुभकामना छ जन्मदिनको सबैलाई खुवाउ अब त्यहीबाट खुवाउनु मलाई सबैले काटेला हात यही छ ए अहिले यहाँ समीरसित भिडियो कलमा बोल्ने भनेर सबैजना खानु है मैले खाइसकेँ है खाए ल मिठो छ खाए मिठो रहेछ मिठो छ ग्लियो मिठो रेखा सिस्टर जस्तै मिठो रहेछ सबैजनाले ल है यो सँगै अर्को खुसीको खबर आयो दिपाहरूको टिमले 3 गोल हान्यो ल खुसीको खबर आयो अर्को ल खुसीको खबर दुःखको खबर पनि छ थाहा छ अब के गर्ने यस्तै भयो तर केही छैन भलिबल भए पनि अब आफ्नै नेपालको नेपाली प्लेयर पर्सेन्टेज आएछ भने हाम्रो 30.92 समथिङ पर्सेन्टेज आएछ रेखा सिसको अनि उता त 48 कति आएको थियो नि त कि 43 हो ठिक छ दिदी यस्तै हो अब हाम्रै नेपालीले नै जिते हो खुसी लागेछ अब खानाको साथो खाऊ प्यारा हो केक पनि अब इमोसिसले अहिलेदेखि उहाँले मिठो छ सुन्नु न मेरो लाइफमा नआउने एकैचोटि एनएसजे पल्सर स्पोर्ट्स अवार्डको विनर भएपछि मात्रै क्यामेरामा आउँछु अथवा त्यो दिन आउँछु भन्नुभएको थियो सो बिमोसिस चस गर्नु त एकचोटि कहाँ हुनुहुन्छ बिमोसिसमा केयर अप गर्नुहोस् त बिमोसिसलाई पनि एकदमै सपोर्ट हुनुहुन्छ उहाँ त बिमोसिस कहाँ रहनु भयो ल हजुरलाई वार्म वेलकम छ आज लाइभमा मेरो लाइफमा खोइ हजुर के खोइ एक महिनामा थोरै चिसो भिजेको छ यहाँनिर दुःख पनि छ अब खुसी पनि छ सबै छ खोइ हजुरको केक उठाउनुहोस् त म यहाँ चस गर्न रेडी भएको छ हिमाल किङ है सिस्टर हजुर हजुर किङ नै हो अनि हाम्रो रेखा सिस पनि क्विन हो
यस गाइस कोही भन्दा कोही कम छैन तर यस्तै हो अब भोटले जित्नु भयो धन्यवाद होइन केही छैन अब हाम्रै नेपालीले नै जिते हो खुसी हुनुपर्छ हजुर ल साथीहरू खुसी नै छु अब म गएँ हजुर बस्दै गर्नुहुन्छ भने म यतिकै लाइभ छोडिदिन्छु म खाना खान लाग्छु एन्ड गरे पनि हुन्छ हजुरलाई अब खाना खानु हुन्छ भए त बस्दै गर्नु न त हजुर कुरा गर्दै गर्नु ल म नि निस्किन्छु कान्छु मलाई अलिक सन्चो छैन कि ल बस्दै गर्नु है इन गर्नु अरू एन्ड दिन गर्नु बोलाउँला दिदी नि पछि वरि मात्रै केही आउनु छैन धेरै टेन्सन लिने काम मैले अहिले एकछिनमा आउँदा पनि हुन्छ नि। एकछिनमा आउनु नि त रोलिन दिदी ल त्यसो भए म गएँ है त ल बाई हस्। बाई ल ल ल बाई बाई एकछिनमा आउनु ल बाई बाई दिदी बाई सबैलाई बाई 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 Mama.